सन् 2013 फेब्रुअरी 15 भ्यालेन्टाइन्स डे को भोलिपल्ट बिहान करिब 9:20 में रसियाको चेल्याबिन्स्क भन्ने ठाउँमा आकाशबाट खसेको उल्कापिण्डले पृथ्वीसँग ठक्कर खाँदा करिब 1200 जना घाइते हुनुको साथै थुप्रै घरहरूमा नोक्सान पुगेको थियो। यो उल्कापिण्डको व्यास करिब 20 मिटर मात्रै थियो र यो 20 किलोमिटर उचाइमै फुटेको थियो र यसको टुक्राहरू जमिनमा खसेका थिए। The eyes of the world today stunned by this image. This was debris from a meteor racing toward Earth, streaking across the sky there, crashing into the ground in those woods. नमस्कार, आजको यस भिडियोमा हामी उल्कापिण्ड वर्षा बारे बुझ्ने प्रयास गर्नेछौँ। मेटियोरोइड, मेटियोराइट, एस्टेरोइड र कमेट जस्ता कन्फ्युजिङ शब्दहरूसँग परिचित हुनेछौँ तथा यिनीहरूको नेपाली नाम पनि जान्नेछौँ। आकाशमा रहेका आँखाले देखिने नदेखिने सबै प्राकृतिक पिण्डहरूलाई आकाशीय पिण्ड अर्थात् हेभेनली बडिज वा सेलेस्टियल बडिज भनिन्छ। कुनै तारा वरिपरि घुम्ने आकाशीय पिण्ड जुन लगभग गोलो हुन्छ र आफै उज्यालो दिँदैन त्यसलाई ग्रह भनिन्छ। जस्तै हाम्रो पृथ्वी जुन सूर्यको वरिपरि घुम्छ र यी ग्रहहरू भन्दा सानो प्राय अनियमित आकारको सूर्यको वरिपरि घुम्ने सानो ढुङ्गा वा धातुको टुक्राहरूलाई क्षुद्र ग्रह भनिन्छ। यिनीहरू मुख्य रूपमा मङ्गल र बृहस्पति ग्रहको बीचमा रहेको क्षेत्र एस्टेरोइड बेल्टमा पाइन्छन् र यस्तै सूर्यको वरिपरि अण्डाकार कक्षामा घुम्ने हिउँ, धुलो र ग्यासबाट बनेको आकाशीय पिण्डलाई धूमकेतु अर्थात् कमेट भनिन्छ। कमेटको विशेषता के हो भने यो सूर्यको नजिक आउँदा हिउँ पग्लिन गई बाफ बनेर यसको पुच्छर जस्तो देखिन्छ र यिनै क्षुद्र ग्रह वा धूमकेतु वा दुवैबाट सानो ढुङ्गा वा धातुको टुक्रा छुटिन गई अन्तरिक्षमा घुमिरहेको पिण्डलाई मेटियोरोइड भनिन्छ। यसरी छुटिएको टुक्राहरू आकाशमा हुँदा मेटियोरोइड, पृथ्वीको वायुमण्डलमा हुँदा मिटियोर र पृथ्वीको सतहमा बजारिएपछि मेटियोराइट भनिन्छ। जब अन्तरिक्ष उल्कापिण्ड मेटियोरोइड पृथ्वीको वायुमण्डलमा प्रवेश गर्छ तब वायुमण्डलको हावासँग घर्षण भई बल्छ र राति आकाशमा बलिरहेको वस्तु खसेको जस्तो जसलाई सुटिङ स्टार भनिन्छ र जब धेरैवटा सुटिङ स्टार्स एकैपटक देखिन्छन् त्यसलाई उल्का वर्षा अर्थात् मिटियोर सावर भनिन्छ। हरेक वर्ष पृथ्वीको वायुमण्डलमा करिब 5 करोड किलोग्राम उल्कापिण्ड प्रवेश गर्छ र प्रायजसो पृथ्वीको वायुमण्डलमै जलेर नष्ट हुन्छन् भने अरू धेरैजसो समुद्र र जङ्गलमा खस्छन्। सामान्य मान्छेलाई उल्कापिण्ड लाग्ने सम्भावना लटरी जित्नुभन्दा पनि कम हुन्छ। पहिलो देखिएको ठुलो घटना अघि कुरा गरिएको चेल्याबिन्स्क उल्कापिण्डको थियो। पृथ्वीको उत्पत्ति कालदेखि नै करिब 4 अर्ब 50 करोड वर्ष अघिदेखि नै उल्कापिण्ड वर्षा हुने गरेको वैज्ञानिकहरूको विश्वास छ। केही किलोमिटर मात्र ठुलो उल्कापिण्ड समुद्रमा खस्यो भने सुनामी ल्याउन सक्छ भने पृथ्वीमा खाडल अर्थात् क्रेटर बनाउन सक्छ र करिब 20 किलोमिटर मात्र व्यास भएको उल्कापिण्ड पृथ्वीसँग ठोक्क्यो भने पृथ्वीमा सबै खाले जीवन समाप्त हुन सक्छ। करिब 6 करोड वर्ष पहिला डाइनासोर्स विलुप हुने कारण पनि ठुलो उल्कापिण्ड पृथ्वीसँग आएर ठोकिनु थियो भन्ने वैज्ञानिकहरूको विश्वास छ। कतिपय विद्वानहरूले पृथ्वीमा जीवन तथा पानी यिनै उल्कापिण्डहरूबाट आएको समेत विश्वास गर्छन्। उल्का वर्षाको आधारभूत प्रकृतिमा केही फरक नभए पनि यिनीहरू जुन कमेट वा एस्टेरोइडबाट छुटिएका हुन्छन् त्यसको आधारमा नामाकरण गरिन्छ र यिनीहरू वर्षको लगभग निश्चित समयमा पृथ्वीबाट देखिन्छन्। यिनीहरूलाई पर्सिड्स, लियोनिड्स, जेमिनिड्स, क्वाड्रान्टिड्स जस्ता नामहरू दिइन्छ। डिसेम्बरमा हुने मिटियोर सावरलाई जेमिनिड्स भनिन्छ र राति सफा आकाशमा यसलाई नेपालबाट पनि हेर्न सकिन्छ। यो धेरै चम्किलो र धेरै मात्रामा एकैचोटि देखिने भएकोले किङ अफ मिटियोर सावर पनि भनिन्छ। यसको पिक समय डिसेम्बर 13-14 भनिएको छ। यो एकमात्र उल्का वर्षा क्षुद्र ग्रह अर्थात् एस्टेरोइडबाट हुन्छ र बाँकी सबै धूमकेतु अर्थात् कमेटबाट हुन्छन्।